यहाँ मैले एउटा मौवाको पात लिएर आएको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो पातहरू चाहिँ सबै चुटाएर फेरि जोडेर तपाईँहरूलाई म देखाउन कोसिस गर्दैछु। यदि यो भिडियो तपाईँहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर र फलो गरिदिनु होला। यस्तै खालका भिडियोहरू फेरि म लिएर आउने छु र मैले चाहिँ पातहरू यसरी सबै चुटाएर भुइँमा राख्दैछु। तपाईँहरूले देख्न सक्नुहुन्छ। यसरी चाहिँ मैले सबै पातहरू चाहिँ चुटाइसकेँ र यो डन्ठी खाली भयो। अब फेरि यसलाई चाहिँ पालैपालो जोड्दै जाने हो। तपाईँहरूले अप्रत्यक्ष हेरिराख्नु भएको छ। मैले सबै पातहरू चाहिँ एक एक गरेर जोड्दैछु। अब यी पातहरू मैले जोडिसकेँ र अघिको जस्तै जिउका त्यो यो पातहरू भयो।